यो अमेरिका, इरान र इजरायलको युद्ध हुनुभन्दा अगाडि चाहिँ हामी जसरी चाहिँ यो कतार, दुबई, साउदी, ओमान, बहराइन जति यिनीहरू मुलुकहरूलाई जति हामी एकदमै भाग्यमानी र यिनीहरूको चाहिँ धेरै बुद्धि छ, यिनीहरू चाहिँ दिमागवाला मान्छे जस्तो लाग्थ्यो कि हामीलाई। मलाई पनि लाग्थ्यो, धेरै जस्तोले सोच्थे पनि। जब अमेरिकाले त्यहाँ मिसाइल हानेर सरी इरानले जब मिसाइल हान्दाखेरि अमेरिकाले रोक्न सकेन र त्यहाँ अमेरिकाको कति ठाउँमा सैनिक क्याम्पहरू छन्, सैनिक चाहिँ नि अखडाहरू छन् भन्ने कुराहरू जब थाहा हुँदै गयो, तब हरेक नेपालीले के बुझ्न थाले भने त्यो दुबई, कतार यिनीहरू भन्ने त हामी जहाँ गएर उनीहरूलाई खतरा देख्थ्यौँ, यिनीहरू त के पनि होइन रहेछन्। यिनीहरू त चाहिँ नि अमेरिकाका चाहिँ नि अमेरिकाले बनाएका सरकारमा बसेका कठपुतलीहरू मात्र रहेछन् भनेर बुझ्ने धेरै मान्छेले अहिले बुझे। हेर्नुहोस् है। अनि नेपालमा वामपन्थीहरूले कति वामपन्थीकै विश्लेषकहरूले भन्थे कि नेपाललाई चाहिँ धेरै राजनीतिक रूपमा अस्थिर बनाउने र यहाँ चाहिँ दलालहरूलाई प्रयोग गर्ने, बिचौलियाहरूलाई प्रयोग गर्ने र तिनीहरूको चाहिँ नि यहाँ भएका हाम्रो प्राकृतिक स्रोत साधनहरूलाई उ गर्नको लागि, उनीहरू अनुकूलको सरकार बनाउनको लागि कमजोर बनाउँदै 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 लाने भनेर जुन उनीहरूले पनि विश्लेषण गर्थे कि कति चाहिँ वामपन्थीहरूले पनि है। त्यो कुराहरू सुन्दाखेरि, वामपन्थीहरूको कुरा सुन्दाखेरि के लाग्थ्यो भने हावा कुरा यिनीहरू चाहिँ जस्तो लाग्थ्यो। अब कति कुरा कस्तो हुँदो रहेछ भने बुझ्दै 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 जाँदाखेरि अब त्यसमा चासो दिन थालेपछि मान्छेले दुई प्रकारले, एक त म अध्ययन गर्छु या चाहिँ के रहेछ भनेर एउटा एउटा चासो दिने हुँदो रहेछ। अर्को समय परिस्थितिले नै त्यसलाई मान्छेलाई छर्लङ्ग बनाइदिन्छ। जस्तो अहिले चाहिँ दुबई, कतारको कुरा गऱ्यो भने धेरै नेपालीहरूले, धेरैले चाहिँ अधिकांशले चाहिँ त्यो बुझ्दै गएको छन् क्या। चिया पसलमा नि गफ गऱ्यो भने यिनीहरूको त के पनि ताकतै रहेछ त, यिनीहरू त विदेशीले नै खेलाएका रहेछन्। त्यहाँ गएर त्यत्रो उद्योगहरू, त्यत्रो चाहिँ नि त्यहाँबाट हाम्रो देशमा रेमिट्यान्स आउँछ, ती त सबै चाहिँ तिनीहरूले त अलिकति थोरै पाउने रहेछ, बाँकी त अमेरिकाले लाँदो रहेछ, अमेरिकाका बहुराष्ट्रिय कम्पनीहरूले लाँदो रहेछ जुन भनेर धेरैले चाहिँ अहिले भन्न थालेको छन् कि। अनि अब जस्तो मानौँ न तपाईँको बजार धेरैलाई अब जस्तो त्यहाँको चाहिँ नि टुरिज्मको लागि चाहिँ नि उ गरेछ, विकास गरेछ भन्छन् कि। जस्तो यदि त्यस्तै अवस्था भयो भने अहिलेको जुन अवस्था चाहिँ नि विश्वको आर्थिक मन्दी आयो भने त टुरिज्मले नै काम गर्दो रहेछ त्यहाँ। जुन पेट्रोल र डिजेल छैन भने त होइन, प्राकृतिक स्रोतमाथि चाहिँ एउटा देशले लहिरहने र अर्काकोमा प्रयोग गरेर छोड्यो भने त त्यो खोक्रो जस्तै हुने रहेछ उनीहरू। यदि ल टुरिज्म छैन भने अब मिडल इस्टको के छ त, के पनि छैन। कति वर्षलाई पुग्ने ग्यास र पेट्रोलियम होला होइन, त्यो छैन। तर हाम्रो त चाहिँ नि त्यो प्राकृतिक स्रोत साधनमा त्योभन्दा बढी छ। अनि त्यस्तो कुरा हुँदाखेरि विदेशीले हाम्रो यहाँ चाहिँ आँखा नलगाउला, आँखा नलगाएको यो कुरै होइन भन्न त सुहाउँदैन नि होइन। यसो विश्लेषण हेर्दाखेरि र परिस्थिति हेर्दाखेरि पनि त्यही देखिन्छ। जस्तो अमेरिकाले चाहिँ नि क्षेत्रीय सुरक्षाको कुरा गरे भनेर चाहिँ बडा हाँस उठ्ने कुरा लाग्छ कि। न अमेरिका र हाम्रो कुनै ठुलो व्यापार छ होइन। अब नेपालको के हैसियत अमेरिकाको सुरक्षाको लागि नेपालले काम गरिदिनु पर्ने केही छ र छैन नि। चाइनासँग नलड या अमेरिकाको इन्डियाको लागि भनेर हामी त्यस्तो उसमा पनि होइन। सिम्पल कुरा हुँदाखेरि पनि मान्छेले कुरा चाहिँ बुझ्दो रहेछ। यो सोसियल मिडियामा मान्छेले अहिले गाली गर्छन् नि एकअर्कालाई, एकदमै गाली गरेर। जुन दिन दुबई, कतारको जस्तो स्थिति नेपालमा हुन्छ नि, त्यो दिन चाहिँ कङ्ग्रेस, एमाले, माओवादी या चाहिँ केही भन्ने हुँदैन कि। त्यो बेला मात्र हामी को पिल्छौँ भन्दाखेरि नेपाली मात्र पिल्छिन्छौँ।
पहिला कसैसँग बोल्नु, कसैलाई गाली गर्नुभन्दा अगाडि सत्य तथ्य कुरा के हो भनेर चाहिँ यो कहाँबाट चाहिँ के भइरहेछ भन्ने बुझ्ने बानी लायो भने हरेक नेपालीलाई फाइदा हुन्छ कि। जस्तो मलाई कसैले कुनै राजनीतिक पार्टीको या चाहिँ नि कहीँ त्यही भइरहेछ भने मैले बुझेर त्यो कुरा गरेँ भने, कसैसँग झगडा गरेँ या चाहिँ नि गरेँ भने त्यो म अलिकति त्यसलाई हट्न सक्छु। तर अज्ञानतामा भएको कुराहरू हुन्छ नि, त्यो सिद्धिन पनि सक्छ कि। नेपालको राजनीतिको अहिलेको अवस्था त्यस्तो छ कि।